काठमाडौँको मुटुमा एउटा यस्तो रहस्यमय मन्दिर छ जहाँ भगवानको कुनै मूर्ति नै छैन। बागमती नदीको किनारमा अवस्थित यो प्राचीन गुहेश्वरी मन्दिर हो। पौराणिक कथा अनुसार जब सतीदेवीले अग्निमा प्राण त्यागिन्, विक्षिप्त शिवले उनको शरीर बोकेर तिनै लोक घुमे। त्यस समय सतीदेवीको शरीरका अंगहरू विभिन्न ठाउँमा खस्दै गए। ती अंगहरू खसेका स्थानहरू पछि गएर शक्तिपीठ बने र गुहेश्वरी त्यही पवित्र स्थान हो जहाँ सतीदेवीको गोप्य अंग पतन भएको विश्वास गरिन्छ। त्यसैले यहाँ कुनै भौतिक मूर्ति राखिएको छैन। मन्दिरको गर्भगृहमा एउटा प्राकृतिक जलस्रोत छ जसलाई सुन र चाँदीले सजाइएको कलशले छोपेर राखिएको छ। यहाँबाट निरन्तर निस्किरहने जललाई नै अमृत मानेर पुजिन्छ। तर यहाँको पूजा पद्धति सामान्य मन्दिरको जस्तो छैन। यहाँ देवीलाई बलिसहित मदिरा, धतुरो र रातो फूल चढाएर अत्यन्तै गोप्य तान्त्रिक विधिबाट पूजा गरिन्छ। यो मन्दिर हिन्दूहरूको लागि मात्र नभई वज्रयान बौद्ध धर्मावलम्बीहरूको लागि पनि उत्तिकै ठूलो आस्थाको केन्द्र हो। 17औं शताब्दीमा मल्लराजा प्रताप मल्लले मन्दिरको पुनर्निर्माण गरेर यी तान्त्रिक परम्पराहरूलाई संस्थागत गरेका थिए र त्यही परम्परा अनुसार आजसम्म पनि विशेष पुजारीहरूले दिनहुँ यहाँको तान्त्रिक पूजा गर्दै आएका छन्।